अरूको लाग्ने कि यहाँ सब अन्यहरू पनि उपस्थिति हुने भएकोले साथ दिएछन्। हरियो केक, सेतो केक, आज त गोबरको केक। पानी त स्वर्गकै पानी आए जस्तो निउरो पञ्चायत अब यता ढुङ्गा बसेर पुरा हेर्दै बसेको थियो। सोल्टी पुरा जस्तो लागेको थिएन तपाईँ? कहाँ सुरुमा झ्याममा खेल्न रहेछ भन्ने पनि त त्यही त मजा हुन्छ। त प्यास लागेर दाइले चाहिँ अब पानी खाने नेचुरल धारा बनाइदिँदै हुनुहुन्छ। पहिला हामीले चाहिँ होममेड यस्तरी बनाएर के खुट्टाले हाने हो कि कसलाई के छैन। हो त त्यो त मान्छेले त के हानेछ क्या, मैले त्यो दौडा हानेको दौडा हानेछ नि यस्तरी चैयावाला जगना चैया गर्ने यस्तै छ साथीहरू। भ्लग बनाउने क्रममा पानी परेर यहाँ यसरी भिजो पाराले बस्नु परेको। चिसोले गर्दा अरूको लाग्ने कि यहाँ सबैले यो भाइ त आफूसँग भिडियो बनाउने होइन भन्दाखेरि क्या मन्दिरको बारेमा चाहिँ के अरे पहिला हाम्रो तर यहाँ रुख चाहिँ खतरा थियो, रुख काट्नु नहुने है। मन्दिरले असर गर्छ भनेर होला त्यो पनि होला, तर चाहिँ त्यो हल्का ज्याम्रो रुखहरू भएको चाहिँ जस मन्दिरमा आएको जस्तो फिल हुन्छ कि यहाँ चाहिँ हामी अथवा पूजा त मार हान्छ नि, मारका पाउ त खाल्दा हामीले खाना भनेको खाना बराई बारै मन्दिर सोल्टी दियो आजका बाजे लात्ता ल्याउने बारी पारा पाराउँथ्यो नि उकालोमा पनि सुख छैन गाईहरूलाई। छत्री कुटा घाटोको सुविधा भयो। पहिला चाहिँ त्यो साइडतिर बाटो नहुँदाखेरि एकदम छिटो खोटो बाटो भनेको यो पञ्चायत यस्तो हुन्थ्यो। धार्मिक एवं पर्यटकीय स्थल पञ्चासी। तर दाइ अस्तिमा आउने बेला मजा थियो, घाम नलागेको अरे त्यसरी पानी अस्ट्रेलियाको मजा आजको सोझा अस्तिको मजाले आजको सजाले थाहा छैन। हिजो पानीले कुट्यो, आज घामले के गर्यो अरे? आज घामले छुट्टिने अलिअलि गोरो भएको थियो, फेरि कालै हुने दाइ यो हजुरको यो मजा यही गाजाबाट बनाएको यही होइन। त्यो त अस्ति लगाएको थियो, आज काठमाडौँ जाँदा लगाएको थियो। साँच्चीकै गाजाबाट बनाएको कि कहिले काहीँ डिएसपी भुरा के गरे यो असैहरूले हान्नु परेन। राजा तिमी मेरो रानी होइन न, म तिम्रो रानी म तिम्रो राजा अनि हेर्दाखेरि गाजा। मान्नेहरू पनि उपस्थिति हुने भएकोले सबैजना घन्टी पोखरीमा हामीलाई जियोस् केकले चाहिँ साथ दिएछन्। खोइ के हरियो केक, सेतो केक, आज त गोबरको केक। खोइ के हरियो केक, सेतो केक, आज त गोबरको केक। केक त हिजो पानीले भिजेर पुरै प्लाताप्लुतो भएछ। आज कसको बर्थडे हो? सोल्टीको त होइन? केक काटौँ न सोल्टी। काटौँ होइन मुखमा दलिदिउँ के मुखमा दलिदिउँ अलिकति अर्ग्यानिक केक हो, अर्ग्यानिक हो सोल्टी, एकदम भेजिटेबल केक हो यो। गन वितरण गरेको मापतमा चाहिँ यो केकले चाहिँ स्वागत गरे हो। तर सोल्टीले टोपी देखाइदिनु नहुने
आवेशमा ल्याइदिनु गर्व लाग्छ उकालोपछि हामी टामीसँग आइपुग्यौँ त्यो उसमा अब टिकटकमा आनन्द देख्न सक्नुहुन्छ अर्को कुहिरो मुनि लुकेको फिल्ममै खेलेछ क्या हो है कुहिरो मुनि लुकेको भयो नि अब 2-4 जनाले चिने पनि खर्पन डाँडा यतिकै हान्छ भदरे गाउँको चाहिँ म्युजिक भिडियोमा जस्ट केही नभने थोरै पार्ट भएको थियो यहाँ चाहिँ के अधिकारी यो बान्नु उभिएर आज यो पानी चाहिँ बबाल कहाँ हुने के अधिकारी मेरो सिन चाहिँ अलिक तल हो फेरि त्यो बाटो हुन्थ्यो अनि 15 मिनटमा यहाँ पानी पास गरेर पानी के अरे लालाजीले पानी पास गरेर अनुहार धोको यहाँ आएको म पनि पानी पास गरेर पानी पास गर्नु यहाँ अनुहार पानी पास गरेर नि पानी त स्वर्गकै पानी आए जस्तो पानी पास गरेर मुख धुनु पऱ्यो नि स्वर्ग भन्दैन क्या भदौरे गाउँको पानी चिसो न स्वर्ग त कोहीले देखेछ र त्यो त एउटा भन्ने कुरा नै हो पानी पास गरेर मुख धोकेँ म पनि एकदम चिसो हेल्पफुल केटाहरू एकदम नसुल्टी नहुने होइन नानी भाइ पानी खानु यही बस्ने वेलकम टु पञ्चासे होलिडे इन एन्ड फिस फार्म हाम्रो भिडियो भाइरल भयो एउटा भाइरल अन्नपूर्ण चार भदौरे अनि यो चाहिँ मामाको होटेल हो भने अन्नपूर्ण क्वाइट क्याम्प गेस्ट हाउस 24 आवर च्यालेन्ज सोल्टीको देख्न सक्नुहुन्छ आज चाहिँ कुहिरोले ढाकिदिएको चाहिँ हिमालहरू त्यही हो तर अनि हिमाल हेर्नलाई चाहिँ बिहान खुलेको थियो अरे अहिले चाहिँ खासै त्यो उस भएन हामी वेट त गर्छौँ खोल्न त एकचोटि खोल्ला अब हामी चाहिँ 85 बायो फरेस्ट पार्क पुष्पन्दै गरेर आउनु लाग्यौँ अनि के भन्छ अरे क्याक्टस भान्जी एउटा डायलग के हामी नराम्रो बनायो हगुवा सिंहले हगेर सबलाई यहाँ 10 मिनट कुरायो अब चाहिँ उकालो लाग्दैछ फेरि हिजो चाउचो बजेन हिजो चाउचो बजेन मनमा ढुङ्गा राख्यो भने मलाई चोट लाग्ने हो कि अरूको मलाई चोट लाग्ने होइन मैले घर भन्नु वेलकम टु पञ्चासे बायोडाइभर्सिटी पार्क कोरङहिल घन्टी पोखरी शङ्ख पोखरी अन्नपूर्ण डुलो भद्र पञ्चासे यो नेपालको स्विजरल्यान्ड जस पहिला चाहिँ यहाँ र भक्कु आँसी बस्ने माथि अनि हजुरले भन्ने जस पहिला घाँस दराउन आउँदाखेरि चाहिँ यहाँ आएर चाहिँ गाउँबाट यहाँ आएपछि त्यहाँदेखि पुरा आँसी र बन्चहरू उदाउँदा यहाँ खिएर यस्तो हुन्छ ढुङ्गा है अहिलेसम्म रहेछ खुसी लाग्यो चस्मा उदाइदिनु जे ढुङ्गा हाम्रो भदौरे गाउँ अब चाहिँ हाम्रो डाइरेक्ट खुट्टा चाहिँ त्यही भएर चिप्किहाल्छ पानी र मैलेर हाम्रो अर्ग्यानिक ब्रेक खाजा खान लागेको क्यामेरा एङ्गल नमिलेको रहेछ अर्ग्यानिकमै हाम्रो स्प्राइटको बोतलमा अर्ग्यानिक स्प्राइट है नेचुरल स्प्राइट हो भदौरे गाउँमा बनेको स्प्राइट हेर्नु हामी दिस इज भदौरे गाउँ स्प्राइट यो चाहिँ हाम्रो माथि 85 को चिसो पानी त्यो एउटा त्यो माछा हुँदो रहेछ दाइ रगत चुस्ने माछा रहेछ त्यहाँ तल कोदो रोप्यो बारीमा उल्टो गीत गाइदिने कि चरी हेरेर है मकै फुल्यो आकाश माथिमा
मकै फुलले खेतमा आगे माथि पार्टी नगर्नु यताबाट घचाडे उता पुऱ्याइदियो को रहेछ अड्किस अड्किन यहाँ घन्टी बेला यसलाई घन्टी पोखरी काँचो देखाउनु भन्नु आइपुग्यो घन्टी पोखरी यसोल्टी चस्मा लगाइदेऊ त आलु ओबराला नि भन्नु लड्किदिएर यहाँ त्यो मान्छे होइन देखेर पुगौँ क्या सँग बस्छ अनि घन्टी पोखरी खै होला ओइमा निउरो पञ्चायत अब यता माथि भन्छ अघि त्यहाँ देखेँ नि त्यहीँ हो मलाई काट्छु ढुङ्गा बसेर पुरा हेर्दै बसेको थियो सोल्टी पुरा सोल्टी जुत्ता जस्तो लागेको थिएन तपाईँ त्यहाँ सुरुमा त झ्याममा भने खेल्न रहेछ भन्ने पनि त डुबेर खेलेँ नि यसरी अब यो डुब्छ भने मैले त्यहीँ भरेँ कि दाइले मेरो खुट्टा फेरि कस्तो बगेको छ मेरो मेन चुचुरोमा आइपुग्यो नि कहाँ अझै माथि जानु छ माथि बाटो कहिले झरेछ अनि कहिले झरेछ हामी त पास हो हामी अहिले चढेछौँ अहिले फेरि झरेछ औसिलो औसिलो ऐसलु ओए ऐसलु कति धेरै फलेछ टिपिहाल्छ जुगाल टोक्छ जुत्ता मात्रै केही पनि हुन्न हौ केही हुन्न सोल्टी जुत्ताभित्र पस्यो भने झन् निकाल्नै गाह्रो हुन्छ त्यही त मजा हुन्छ झन् हाइकिङ मिठो हाइकिङ आजबाट हामी अब तामाकी जाँदै तामाकी गाउँ तामाकी गाउँ के अरे पहिला तामाकी सबै जुन बस्ती थियो क्या अहिले चाहिँ त्यहाँ बस्ती सबै अहिले त दुईटा दुई तिन घर कति छ अब त्यहाँ जुन घर अनि जस उनीहरूले फेरि पुनः निर्माण गर्दैछ गाउँ कहिले काहीँ आएर बस्ने रे तर गाउँ चाहिँ वाउ छ कि फेरि त्यो गाउँ अब त्योभन्दा माथिको चाहिँ हामी यो पार्कमा आएको छ आज यो पार्क हेरेर बाटो जानु अनि तल गएर हाम्रो गाउँको चेली बिहा भएर चाहिँ उता पुगेर अहिले यहाँ तामाकीले चाहिँ सानो एउटा होमस्टे खोलेको छ त्यहाँ गएर चाहिँ हामीले खाना खाने हामी चाहिँ पार्कबाट तलतिर ओह्रालो झरेर अबको हाम्रो यात्रा चाहिँ तामाकीतिर हुनेछ यो सर होइन यो छ नि यो लगायो भने जुत्ता लाग्दैन खुट्टामा लगायो भने नारायण सरले आफैले पत्ता लगाएको है होइन कप्लाको बुढोले साँच्चीकैको डेन्जर जुगाउँछ त्यसमा जुगा डेन्जर बस्छ क्या यस्तोमा यस्तो हुन्छ नि यहाँ ठ्याक्कै यहाँ यस्तो बस्यो नि यस्तोमा जुगाहरू यस्तो गरेर लाइन लाएर बस्छ अनि कहाँ हुन्छ यसरी के गर्ने यसको एन्टिट्युड उल्टो भन्ने नि दाइ हजुरले मलाई त्यसमा झन् जुगा लाग्छ अरे डालेजुको झुन्डेर बस्छ नि त 10 वर्ष पहिला लागोस् भनेर नि हामीले चाहिँ यो बाटोलाई चाहिँ यसरी फाँडेको थियौँ तर अहिले चाहिँ अब त्यस्तो नभएर फेरि यसरी नै झानिएको रहेछ सम्बन्धित निकायमा चाहिँ ध्यान जाओस् यसरी हाइकिङ गर्दाखेरि चाहिँ बाटोमा बाघहरू भन्दा नि वनजन्तुहरूले चाहिँ आक्रमण गर्ने अलिक बढी रहेछ यसमा चाहिँ सम्बन्धित निकायले ध्यान दिनु पऱ्यो यसो फाड्ने यताउता गरिदिनु पऱ्यो हामी चाहिँ बाटोमा आउँदा प्यास लागेर दाइले चाहिँ अब पानी खाने नेचुरल धारा बनाइदिँदै हुनुहुन्छ पहिला हामीले चाहिँ होममेड यस्तरी बनाएर हाल्थ्यो पानी यस्तरी है ढुङ्गा चाहिँ नि एउटा
देख्न सक्नुहुन्छ यसरी खाँदै हामीले पहिला पानी सानोमा अब यो कुराहरू पनि अहिलेको बच्चाहरूलाई त अनौठै लाग्छ होइन तर पहिला चाहिँ यसरी खान्थ्यो अब यो मुलको पानी खानु हुन्छ कि हुँदैन मुख चाहिँ धुन्छु मैले नखाए पनि होइन गाईको तामाकी सङ्ग्रहालय तथा अध्ययन केन्द्रबाट चाहिँ हामी यतातिर जानु पर्यो त उकालो तर पनि खुट्टा कान्न थाल्छ भोकले तरम परेको अवस्था भोक लागेर खाए जस्तो खाने घरसम्म जानु त आफै डराएर भान्ला खाना खाने के नखाऊ देख्नु घुचुकमा हानेर थुचुक्क बनाइदिनु न घुचुकमा हानेर मोमो बनाइदिनु न ल बाटो किन अब चाहिँ हामी गुरुङ सङ्ग्रहालय बाटो हिँड्दैछौँ मतलबै आएन हामीले पौडी हालेको लुतो आउँछौँ हामी तलबाट त यो बाटो छ र यता त्यो चौतारी उता उसमा पुग्छ किन्नुभयो त हौ यो के हो कसैको स्मृतिमा बनाएको उस जस्तो छ स्मृतिमा बनाएको उसहरू कि गुम्बा के अरे यो के भन्छ अरे भने अर्कोमाहरू गर्दै गर्दैन गर्छ नि म त हार खाइसकेँ घरहरू धेरै भत्किसक्यो है खोल्छ निर्माण हुँदै रहेछ अन्त खेतलको माथि पो आइपुग्यो त फाइनली तामाकी आइपुग्यो धेरै वर्षपछि तामाकी गाउँ खुट्टा टेके घरहरू बन्ने क्रम छ कतिपय घरहरू टिनेजर हुँदैन तामाकी गाउँ जाँदा भत्केको अवस्था छ यस्तो त हलो जुवा हालेरको जुवा होइन यो त्यसले के हुन्छ आफूले के चाहिँ भन्छ लेरको किकले हानेछ के खुट्टाले हानेछ कि कसलाई के छैन हो त त्यो त मान्छेले त के हानेछ क्या मैले त्यो दौडा हानेको दौडा फालेछ नि यस्तो त्यो चाहिँ त हातले वाह त्यही च्याउै रहेछ यस्तो हाम्रो क्यामेराम्यान भाइको लागि सुरज भाइको लागि कारिगरको चाहिँ आज चाहिँ मैले खाएको टेस्ट गरेको चुवाइहालो चुवाइयावाला जगना चुवाइया गर्ने चोरो र बिहे आइदियो वा अनि मैले कोक पनि फोर्दैछ नि घिउ यो चाहिँ आज हाम्रो बहिनी अर्ग्यानिक घिउ पनि हो स्वाद चाहिँ दाल पनि हाल्दै हुन्छ भाँडा पनि थाप्ने दाल पनि हाल्दै हुन्छ भाँडा पनि थाप्ने के भन्ने थाहा पाउनुभयो नारायण सरलाई उसलाई त डिपै ल्याइदिउँ क्या हो त्यसको लागि एक्स्ट्रा 3000 लाग्छ फेरि लास्टमा चाहिँ मुखमा नि हालिदिउँ न भन्ने दामी सर केसी सरलाई बाहिर हान्नु यता चाहिँ खाना खाँदै अवस्था आज चाहिँ हामीले टिपिकल भेज के वाह सरलाई दुध छपाउँदैछ अन्त हामी सर सत्य मोइनी दिनु त अर्ग्यानिक न्यु हो यो चाहिँ न्यु बनाउँदै गरेको कि भात चाहिँ भरे खाने हामी चाहिँ अब हान्दै हुन्छ सर
गाइजहरू योलाई रातो भने त बिहाइन्ड द सिनको उसमा हामी चाहिँ अहिले चाहिँ एउटा सानो रिल्सको लागि कुदा गर्दैछौँ त्यही बेलामा चाहिँ यस्तो राम्रो सिन क्याप्चर भयो अब चाहिँ हामी एउटा बाई बाई गरेर हाम्रो दिदीले चाहिँ बाटो देखाउँदै हुनुहुन्छ ल दिदी आयो ल बाई बाई सबभन्दा लिभर त नि गयो ल है दिदी ल अब चाहिँ हामी बाई बाई गर्दै बाई बाई गर्दै अब हामी चाहिँ एउटा स्ट्रेस फ्री हुने जोन चाहिँ हो है युआर स्ट्रेस जो यसको काम के हो भने अस्ति भनेको बिर्सेछ फेरि योलाई चाहिँ मजाले थिचेर रस छानेर फाइल्स हुने मान्छेलाई तमकी नासा बाई बाई गर्दै हामी चाहिँ देउराली तर्फको यात्रा सर्टकट डाइरेक्ट भदौरे निस्किने बाटो उसमा जाँदै अवस्था कस्तो छ भन्ने कुरा हुन्छ आमाजी गाउँलाई बाई बाई गर्दा हामी जङ्गल सफारी यहाँबाट बल्ल हामी कन्सर्ट अझै नदेखेको कहाँ हामी उहाँ उसको जरामा छौँ अनि पहिला घाँस काट्ने ठाउँ हो कि यो घाँस छैन अहिले यो यस्तो भिड भनेर छाउको नजर मान्छ के होला फेरि फाट्छ जाला भिरमौरीको हामी यता आउँथ्यो यताबाट छिर्ने यहाँबाट उयो ढुङ्गाहरू भएको हो त्यो बिचबाट कता छिर्थ्यो नि यता आएर घाँस काट्थ्यो पहिला नि तल गएर घाँस काट्थ्यो त्यो खरबारीतिर आएर यस्तो मिसेर त्यो ढुङ्गाको त्यो तल गएर यता मुनि गएर घाँस काट्थ्यो अनि फेरि भरे भारी बोकेर यस्तो ल्याएर यताबाट गाउँ जान्छ ऊ त्यो डिलमा कस्तो मजा आउँथ्यो बस्नेहरू हुन्छ नि तर केटाले चाहिँ नबजाउने सोच्नु रहेछ पेट परे बनाएर ल्याप्चे हालेर जाउँ भने चाहिँ त यहाँ पुगेन खतम छ अरे भरे हाइवेमा यसरी पुग्नुपर्छ नि यो लौरी बरु दिउँला बरु त्यहाँ समात्नलाई सुटिङ गर्ने बेला त यो लौरी साँधेर सुटिङ गर्नु माछा तान्न बस्यो आएर गुड भिले नै हो क्या मेरो लागि म हो कि भिलेनमा आएर तिमी हेऱ्यो यस्तै छ साथीहरू भ्लग बनाउने क्रममा पानी परेर यहाँ यसरी भिजो पाराले बस्नु परेको छ त्यही अलिअलि पानी चाहिँ सुविधा होला जस्तो छ है दाममा पानीले आज फुल ठटायो आज छुक्क परेर हिजो पनि मजा ठटायो आज पनि ठटायो कुन दिन यहाँ दिउँसो घामले ठटायो बेलुका पानीले चिसोले गर्दा खाँदै कतै भन्दै यो नि हाल्दै हुन्छ गयो सोल्टी त्यो पनि गइहाल्यो नि चाहिँ टन्सिलको औषधि म टन्सिल होला जस्तो भयो त्यो मैले देख्न सक्नुहुन्छ भ्यू
सबको बाइक नयाँ नयाँ देखेछ त धोएर अघिको पानीले डल्लै पानीले अनि तपाईँ जहाँ मन लाग्यो त्यही पिसा फेरि दाइको स्कुटर धुन पर्ने थियो साह्रो दाइको स्कुटर भनेको? धुनै पर्दैन जहाँ पाएर त्यही पिसा फेरि चुको लागि औषधि कन्सेल होला जस्तो भयो त्यही भएर निको हुन्छ चोट खान लड्ने कि मर्छ कि मार्छ भन्दै अघि बढ्ने वीर हामी चाहिँ वीर हो हामी केटा रेन्जर त्यहाँ पनि केटाहरू रेन्जर वरिपरि केटाहरू डेन्जर प्यारिमिटर भरि रमाइलो गरियो